भन्नुभएको थियो नि, यो सत्य हो? अनि यस्तो हो क्या, मैले चाहिँ यसलाई कसरी बुझ्छु भने हरेकले आफ्नो आफ्नो तरिकाबाट आफ्नो आफ्नो तवरले उहाँहरूले गरिरहनु भएको छ। तरिका फरक हो, बाटो फरक फरक चुनेका छन् होइन, तर गन्तव्य एकै हो। जुन हिजोको मैले अलिक पहिला पनि भन्ने यो पूर्व आन्दोलनको स्वरूपले हुँदैन। अब आन्दोलनको स्वरूप परिवर्तन गरेर युवा वर्गलाई चाहिँ अगाडि लगाउनु पर्छ र त्यो गर्नको लागि मैले स्पष्ट रूपमा तोकेरै भनिदिएपछि त्यो दुर्गा प्रसाईको नेतृत्वमा सफल हुन्छ। दुर्गा प्रसाई बिना यो आन्दोलन सफल हुँदैन। त्यो मैले बारम्बार भन्दै आएको हो, म फेरि पनि भन्छु। नवराज सुवेडीहरू जस्ताबाट आन्दोलन सक्सेस हुँदैन होइन, उहाँहरूले गर्ने योगदान पनि छ। उहाँहरूले एउटा रणनीतिक तरिकाले रणनीति बनाउने कसरी अनि उहाँहरूको अनुभव पनि धेरै आवश्यकता छ। तर युवा वर्ग अगाडि नलागेसम्म उहाँहरूको मात्रै पहलमा त्यो सम्भावना म चाहिँ देख्दिनँ, सफल हुने सम्भावना। तर सफल त हुन्छ, किन जनता जागिसकेका छन्। अब एउटा पक्का नेतृत्व, निष्कलङ्क नेतृत्वको है र त्यो सबै सुझबुझ पूर्ण गर्ने र एउटा ऊर्जावान नेतृत्वको चाहिँ नेतृत्वमा अब यो आन्दोलन अगाडि बढ्छ र यो आन्दोलन सफल पनि हुन्छ भन्नेमा म विश्वस्त छु। हस् त, धन्यवाद। धन्यवाद।